हेलो गाइज वेलकम ब्याक टु माई ब्लग। कति महिनापछि कति हप्तापछि त थाहा भएन। आज हामी त्यो लिङ्गा हिँडेको ल हजुरहरूले म आजको हरिक भ्यू देखाउँछु ल यो र महिनाकै ल। हामीलाई पुग्न पर्ने डाँडा चाहिँ यो, हामी बल्ल यहाँ हौँ, अब कहिले पुगिन्छ थाहा छैन। हामी चाहिँ हिँड्दै हो त्यसको यात्राको लागि। यस्तो ठाडै भिड चढ्दै हो हिँड्नु फेरि कहिले पुगिन्छ थाहा छैन। त्यही पनि ठाडै चल्दै यस्तो छ पारा। हामी उतना ठाडै आएको यस्तो छ भ्यू फेरि मिठो। यस्तो खतरा भ्यू चाहिँ अब उहाँ पुग्नु पर्ने हिँड्दै ठाडै कति टाढा। अब कहिले कति घन्टा लाग्छ पुग्न थाहा छैन। यस्तो घाममा कालो थियो, अब कालो हुने भयो झन्। पानी नआउने राखेको धारामा यस्तो हालत भने यस्तो पछिबाट नि यस्तो फेरि पानी चाहियो। ओए यस्तो टाढी हिँडेको यार। ए हालत खराब भयो। फाइनली यार पानी पियो। जागा पनि छैन यार। यहाँ यस्तो छ पारा यसको। यसको छम्मासँग बोल्न त कहिल्यै छोड्ने अनि यसको बुढी हुन नसकी छोडेर जान्छु अनि बल्ल खान्छ साला कुत्ता। म त्यो बाबालाई मान्न पर्छ यार। यस्तो गर्मीमा यस्तो घाममा त्यस्तो मुडेर एउटा गोरी बोकेर खतरा के मान्न पर्छ। यस्तै हामी हिँड्न नसके तनाव छ। त्यो बुवा उहाँदेखि यहाँ कति नजिक छिटो आइसक्नु भयो यार। हामी चाहिँ यस्तो भिडमा हामी दौड्दै हो। कहाँ पुगिन्छ थाहा होइन, कहाँ गएर कुर्दिनु। सकेन हेर्नु तलको भ्यू कस्तो। फाइनली गाइज हाम्रो आधा बाटो क्रस भयो। हेर्न सक्नुहुन्छ पछिको भ्यू यस्तो छ। क्या राम्रो छ कि यार। त्यो अघि बाँदर जस्तो कुद्यो हो। ओए चोर यस्तो छ बारा। पहिला त म ब्ल्याक थिएँ यार, अब त ब्ल्याक नै हुने भयो। यस्तो घाममा हिँड्नु कालो भयो। अब यो जलाको ज्ञान मलाई मेरा चान्स छ त्यस्तो। अब घाम भएर हिँड्न नसकेर यहीँ सुत्दिनु जस्तो भयो यार। यही बाटोमा सुत्दिनु पर्छ क्या। फ्याट फुतिर गर्दै कच्चिरी हिँड्यो। हालत खराब भयो। बाटोमा सुत्दिनु पर्छ क्या। थाकेर यस्तो थाहा त्यहाँ कुत्ता ढुङ्गाको कुत्ता भित्र आएर बस्नु पर्यो। किसाला मेरो कहाँ गयो अब। घाम हो यस्तो घाम नि। सब यता सब घाम हो। धन्न यस्तो कुप्चेर पनि पाइयो बस्नको लागि। कहाँ गयो त्यो
फाइनली लिम्का दाइ अब घर जानु छ त्यस कहाँ हरायो त्यो ए यता रहेछ उता बोला आएर बसिरहेछ बाबु सक्ने म अब तपाईँले यहाँबाट खतरा भिडियो आउँछु यस्तो यस्तो हिँड्नु पर्यो मान्छे यहाँ हेर्नु अब यस्तै घाममा हिँड्दै आएको कस्तो लाग्यो यो ठाटाबाट हामी उहाँबाट आएको त्यो खोला यता रेड कलरको टिन छ नि त्यहाँदेखि त स्कुल होइन हाम्रो अनि फाइनली यहाँ लिम्का चाहियो अब यस्तो घर जानु छ कहिले गएर अब कहिले फर्किने हिँड्दै अब गइस भोलि आज जाने जान्छ क्या छ यार भ्यू तर मलाई थाहा क्या यार म त सुतेको यार यस्तो शीतल खालको त्यो उहाँ त्यसको बुढीसँग बोल्दा ठिक छ म त सुतेको यार म सिङ्गल परेँ अब सोझो दिमाग खराब भयो गर्नु भएर थाकेर भाइ त हिँडेदेखि बुढीसँग बोले जस्तो कोही नभएको म त सोझो परेँ यस्तो बुटो मुनि सुत्यो शीतल हावा गयो उहाँ त्यसको बुढीलाई भिउको फोटो पठाउन हेर्नु यो त फ्लाइङ किस लभी भन्छ अझ माथिबाट हेरे यो त पोस्ट हालिदिने हो हेरेस् त पक्निस् त बिल्कुल कि ऋषि धमाले कि के अरे अहिले हामी के अरे प्रसारणमा छौँ हेर्न सक्नुहुन्छ गाइड यस्तो छ मान्छे आफू त अवस्थित तल हावादै बसेको छ हालत खराब भयो हेर्नु त्यसको बुढीलाई पठाउनु ला म त कालो थियो अहिले त कालो देखेको छु होला यार तर पहिला नै कालो थिइस् म त हल्का कालो थियो अहिले त पुरै कालो भयो मलाई उठाम अब जाम आयो पसलतिर नास्ता खान म त कस्टम तँलाई रुक्न घर भेट्नु भने ल्याए घर कोही नहुने अन्त पाउनु दिला यस्तो नबनिकन आएको मान्छे तर यहाँ नि कस्तो भन्यो सरप्राइज खै तेरो उस देखा त पाउड ल्याएको पाउड देखा पाउड चाहियो नि त सरप्राइज दिने भयो हल्का पाउड त हुन्छ नि बिचरा के अरे एउटा रामको छोरा ल्याएको एउटा हो कि के एउटा 1 वर्ष कि कति वर्षको आफ्नो छोरो भेट्न पाउड छैन चक्लेट छैन यस्तो हुन्छ अङ्कल यस्तो के भन्ने यार मैले अहिले पसलमा गएर 1 रुपियाँको चक्लेट ल्याइजाम निकाल्छु पैसा चाहिँ घरै छोडेको यार किन नाच्ने भन्ने नल्याएको आज अभ्यासले आउँछ अरे नि त अनि दिन्छ यस्तो छ खुट्टाले काम गर्न छोड्यो ल हामी हिँडेको अहिले हामी हालौँला ल है फाइनली हामी घरको पछाडि आयो अब घर आइन्छ फाइनली कति घन्टामा आइज रमाइलो गर्छ केटाले कति घन्टामा आयो खै 3 घन्टामा आयो फाइनली बाउ यता यसको छोरो गाइज होइन हामीले यहाँ आएर के गर्यो र तल जाने बेला के गर्ने होइन गर्यो पार्ट 2 मा हेर्नु होला न लाइक शेयर सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला न
यो भ्लग चाहिँ यिनीहरू चाहिँ अब हामी पार्ट 2 ल्याउँछौँ भ्लग धेरै लामो भयो त्यही भएर अब पार्ट 2 नै बनाउनु पर्ने भयो त्यही भएर छिटोभन्दा छिटो अब पार्ट 2 नै आउँछ हेर्नु होला देखेर गरे रेडी छ अर्को पार्ट 2 राख्छौँ पछि